सो फाइनली आरडीएफसी ले जितेको छ। अरे पछि हारिसक्यो। बाइ बाइ। हामी त लखले भन्दैनौ। सो आज चाहिँ टोल विकास समितिद्वारा परासित नगरपालिका वार्ड नम्बर 5 मा चाहिँ सरसफाइ कार्यक्रम हुँदैछ। जुन प्लास्टिक चाहिन्छ भने हामीलाई सम्पर्क गर्दा हुन्छ के गर्छ। हजुर दाइ। सो आज चाहिँ टोल विकास समितिद्वारा परासित नगरपालिका वार्ड नम्बर 5 मा चाहिँ सरसफाइ कार्यक्रम हुँदैछ। जुन टोल विकासको एउटा सीमा छुट्याएको थियो, त्यहाँबाट सबै घर घरबाट चाहिँ सबैजना आएर एक एकजना त्यसरी काम हुँदैछ हाम्रो ठाउँमा चाहिँ। सो सरसफाइ गर्दै हामी यहाँ अब सकिन लागिसक्यो हाम्रो टोलको एरियासम्म चाहिँ। काकी बोजूहरू अति नै फोहोर हो यो एरियामा चाहिँ। फोहोर भन्नाले पनि झाडी धेरै, प्लास्टिकहरू देख्न सक्नुहुन्छ अति नै डेन्जर छ है। यदि तपाईँहरूलाई प्लास्टिक चाहिन्छ भने हामीलाई सम्पर्क गर्दा हुन्छ के गर्छ। हजुर दाइ गर्दा। फाइनली हाम्रो भलचौरी टोल भलचौरी एरिया भाइ अलिकति यता गाडी हुन्छ तर्त भाइ भइसकेको छ। भलचौरी सरसफाइ कार्यक्रम सकिसकेको छ। जति पनि अगाडि देखिरहनु भएको छ फोहोरहरू थुप्रिरहेको झारीहरू चाहिँ आफ्नै घर अगाडि सुकेपछि चाहिँ जलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सो आज फाइनल रहेको छ। आई डोन्ट नो यो भ्लग चाहिँ कहिले अपलोड हुन्छ थाहा छैन, बट आज फाइनल छ भरुल गोल्ड कपको। एन्ड पिस आउट गाइज। एन्ड अर्को भ्लगमा फेरि भेट्नुपर्छ हामी। अहिले जान्छौँ, बाई बाई। हामीसँग छ अहिले मिस्टर अमन चौधरी। पार्वती मार्ग यता हो भने बिन्तुसको घर यता हो। सब गाइज। सो आज हामी जाँदैछु फाइनल म्याच हेर्न, फाइनल गेम भरुल गोल्ड कप। एन्ड वेलकम ब्याक टु माई च्यानल। हेलो भन न। हेलो हेलो भनिरहेको छ मेरो भ्लगमा एक दुईवटा शब्द। हेलो गाइज के छ। के देखेको छैन गफ हाल्नु। आज चाहिँ हामी बल खेल्न जाँदैछौँ है। बल खेल्न होइन बल हेर्न फाइनल हो आज। सबैजना आइदिनु होला यसो। यो भ्लग कहिले अपलोड हुन्छ थाहा कहिले छैन तर अपलोड हुने दाइ। भोलि थाहा छैन मलाई नि। होइन भोलि गर्नु पर्यो अपलोड। आज देखाउनु पर्दैन त हाम्रो गाइजहरूलाई। आज के नौलोदेखि दाइ मैले भिडियोमा देखिरहेको ए भिडियोमा चाहिँ देखेको। भिडियोमा त अघि भर्खर 1 बजे त उठेको दाइ नि। अपडेट हानिदिइहाल्छु नि त भिडियोमा। राम्रो त दाइ गर्नुपर्छ यस्तो कार्यक्रमहरू। सबलाई बोलाएर नि केटाहरू सब त्यो के हो सुतिस कि क्या हो। आइज न ओए यहाँ माथि आइज न चटपटे दिदीकोमा। गोल हेर्नु नजाने भइसक्यो तिमी छिटो यहाँ 3 कोनेमा आऊ त। हामी यहाँ माथि छौँ, यहाँ दाइहरूलाई पर्खिरहेको छौँ। तिमी 3 कोनेमा छिटो आऊ। वेलकम टु माई भ्लग। डान डान खोइ घुमाइदिएन सुई ल लेट्स गो। ल साथीभाइहरू अहिले चाहिँ हामी आएको छौँ। अहिले आएको छौँ हामी भरुल गोल्ड कपको फाइनल हेर्न। फर्स्ट सेकेन्ड भरुल गोल्ड कप खेलेको मान्छे म। आज टिकट काटेर जाने अवस्था आइरहेछ गाइस। गोल्ड कप खेलेको खेल्न यहाँ एकपल्ट म किन खेलेको छैन। योभन्दा अघिल्लो वर्ष पनि खेलेको दाइ म। तिमीलाई टिकट चाहिँदैन होला जाऊ। क्युआर हुन्छ कति 2वटा भयो 3टा ल दाइ। यो 3टा लिनु त जा 3जना भाइ। उनीहरूलाई दिनु। कार्यक्रममा उपस्थित रहनुहुने सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम हार्दिक स्वागत सुस्वागत। आफ्नै आन्टीको बस्नु त उति पल्लो घरको बाँकी पनि सम्पूर्ण महानुभावहरूमा नम्बर हो यार तिमी व्यक्तिगत तर्फबाट र बारा क्षेत्र नगरपालिका वार्ड नम्बर 4 हेलो हेलो तिम्रो अफ भयो त। ए हो यस्तै हो यस्तै हो।
भएन ओ भएन अफिसियलहरू यसरी झगडा गर्न पाइँदैन ओ अफिसियल भएर झगडा गर्न पाइँदैन ओइ 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 तिमीहरू नजा त ओइ सौरभ सौरभ ओइ सौरभ ओइ पर्दैन पर्दैन त्यस्तो गर्न पाउँदैन पत्री म्यानेजमेन्ट ओ म्यानेजमेन्ट हुनु पर्यो के हुँदैछ के हुँदैछ सो फाइनली आरडिएफसी ले जितेको छ अरे पछि हारिसक्यो बाइ बाइ हामी त लखले भन्दैन हैन ओइ ओइ ओली ओली बाइ ओइ खानु बाइ ओइ ओइ बाइ ओइ ओइ खाले कसको यो झन्डा सो साथीभाइहरू आजको भलिबल वर्ल्ड कपको फाइनल पनि समापन भइसकेको छ एकदम दामी तरिकाले मिस्टर सौरभ लेट्स गो गाइज लेट्स गो अब वार्ड गेम हुन्छ अब वार्ड गेममा चहल पहल हान्नुपर्छ अल्छी लाग्दो भयो त घर जानु